हेलो साथीहरू, आज वैशाख 22 गते आज पनि मेरो इभेन्ट छ। आज चाहिँ लोकेसन नै कप हो, डुलापट्टिबाट बिहेको प्रोग्राम हो। आज चाहिँ ट्याक्क बिहानै उठेर सामान रेडी गरेर सुतिरहेको साथीलाई उठाएर चाबेलसम्म पुर्याउन लाएँ। त्यसपछि चाबेलमा साथीलाई पर्खेँ, साथी आउनुभयो। त्यसपछि हामी लोकेसनतिर लाग्यौँ। बाटोतिर हल्का हल्का जाम थियो, त्यही पनि हामी छिटै नै लोकेसनमा पुग्यौँ। 10 बजी बोलाएको थियो। आज पनि हाम्रो प्रोग्राम वेडिङ ड्रिम स्टुडियोकै हो। 10 बजी पुगिसकेका थियौँ। पुगेर हामी घरमा क्यामेरा रेडी गरेर ट्याक्क ड्रेसको फोटोसुट गऱ्यौँ, भिडियो सुट गऱ्यौँ। अनि मैले फोटोसुट सकेपछि दाइले नि भिडियो सुट गर्नुभयो। त्यसपछि बेहुला अन्मारा निकालेर ट्याक्क यो चाहिँ पार्टी प्यालेस पुग्यो। अब हामी पार्टी प्यालेस पुगेर यहाँ पनि खिच्छौँ। ट्याक्क पार्टी प्यालेसको भित्र चाहिँ यस्तो छ। दाइ, म, दुईजना। अब यहाँ चाहिँ गोडा धुने काम सुरु हुँदैछ। ट्याक्क गोडा धोइसकेपछि गोडा धुँदै हामी फेरि पनि भिडियो बनाउँदै थियौँ। त्यसपछि फेरि गोडा धुने दिदीको पालो आयो। दिदीले गोडा धोइसकेपछि चाहिँ अन्तिमै दिदी हुनुहुन्थ्यो होला सायद, अनि यहाँ अरू पनि खिच्दै हुनुहुन्छ। त्यसपछि हामीले खाना खाइसकेपछि हामी मण्डपतिर आयौँ। इभेन्ट रमाइलो हुँदै थियो। अब यहाँ खुट्टा ढोग्ने बेला आयो। यो चाहिँ एउटा हिन्दू कल्चरको एउटा रमाइलो प्रचलन हो। अब लास्टमा आयौँ हामी। त्यसपछि बिदाईको बेलामा हल्का इमोसनल मोमेन्टहरू पनि आए। त्यसपछि बेहुली अन्मारा, यो चाहिँ घरमा फेरि दिदीबहिनीले ढोका छेक्ने, यो पनि एकदमै रमाइलो प्रचलन हो हिन्दूहरूको बिहेमा। अनि फेरि अर्को यो पनि रमाइलो प्रचलन, यो दान भर्ने, सासू बुहारीले कसले छिटो भर्ने, कसले के भेट्ने भन्ने। त्यसपछि दिदीबहिनी मुख हेरिसकेपछि हामी खाजा खाएर निस्कियौँ।